हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आफ्टर लङ टाइम मैले चाहिँ भिडियो नबनाएको धेरै भएको थियो अनि सबैजना भ्युअर्सहरूले चाहिँ मिसोकाको भिडियो किन आएन भनेर भन्नुभएको थियो क्या। अनि हामीले चाहिँ फेरि घुम्न जाने प्लान बनाएर म चाहिँ अलि बिजीको कारणले चाहिँ के भन्छ नि थोरै कामहरू भएको कारणले चाहिँ भिडियो ल्याउन नसकेको हैन। तर भिडियो नबनाउँदाखेरि चाहिँ धेरैजनाले चाहिँ मलाई सोध्नु भयो के। त्यस्तो भन्दाखेरि चाहिँ मलाई एकदमै खुसी लागेर मेरो पनि भिडियोहरू हेर्नु हुँदो रहेछ र सोध्नु हुँदो रहेछ भन्ने मेरो मनमा लाग्यो के। ल साथीहरू मैले चाहिँ आफ्नो सुख दुःख कुराहरू सेयर गरेँ। अब कुरा भनेको यस्तै हो, बाँकी कुरा चाहिँ अब हामीले के गरेछौँ कसो गरेछौँ त्यो सबै नै म देखाउने छु है। अब देखाउन कोसिस चाहिँ मैले एकदमै गरिरहेको छु हैन। अब कस्तो हुन्छ के हुन्छ राम्रोसित देखाउन पाएन भनेर चाहिँ त्यसमा चाहिँ चित्त नदुखाउनु होला है साथीहरू। हामी चाहिँ गाडी चढेर अनि म र मेरो एउटा साथी चाहिँ अगाडि बसेको अनि तीनजना साथी चाहिँ पछाडि बसेको छ। अनि बर्दिवास पनि आइपुग्यो अनि कस्तो भोक लागेको थियो अनि हामीले खाना नखाइकन आएको थियो अनि हामी चाहिँ यहाँ खाना खाने भनेर बसेको। यहाँको चाहिँ हरेक खानेकुराहरू चाहिँ एकदमै मिठो हुन्छ। बर्दिवास आयो भने चाहिँ म कहिले नछुटाउने ठाउँ भनेको चाहिँ यही हो। अनि हामी सबैजना मिलेर चाहिँ हामीलाई अब अर्डर गर्दैछौँ है। अब अर्डर गरेर ल्याइदिनु भयो, हल्का फोटोसुट त गर्नै पर्यो भनेर फोटोसुट गरेर झ्याम खानातर्फ लाग्यो हामी सबैजना। एकदमै मिठो भएको थियो है। अनि फाइनली हामीले चाहिँ म चाहिँ कुनै पनि कुराहरू छोड्दिनँ कि खाएर सबै सकाम जस्तो लाग्छ कि, मतलब हुन्छ नि थोरै लिन्छु तर सबै सकाउँछु, मेरो त्यस्तो छोड्ने बानी चाहिँ छैन है। र हामी यहाँनिर सबै खाइसकेपछि हामी विमान आइपुग्यौँ। गाडीबाट झरेर विमान आइपुग्यौँ। कस्तो रन्थन भएर बसेको छ। अनि यहाँनिर अब अटोलाई भनेर अनि अटोमा हामी अब जानुपर्ने हुन्छ गन्तव्यमा। बाटो चाहिँ यस्तो थियो, झोलुङ्गे पुल पनि थियो। यो झोलुङ्गे पुलमा फर्केर आउँदाखेरि फोटो खिच्नु पर्छ ल भनेर हामी जाँदा चाहिँ कति धेरै ठुलो पानी परेको थियो हैन। अनि अटो त फसिहाल्यो अनि मैले चाहिँ हल्का धकाल्न नसके पनि यसो भिडियोको लागि भनेर चाहिँ कत्रो बल देखाएको जस्तो गरेर धकालेको छ है साथीहरू। बल नबुत्ता उखाल्छ ठुटा भने जस्तो। हेर्नु न त्यहाँ गाडी चाहिँ कति धेरै फसेको थियो। अनि त्यस पछाडि त्यहाँनिर एउटा आन्टी थियो अनि आन्टीलाई नै हामीले आउनु न अलिकति हेल्प गरिदिनु भनेर भन्यौँ। अनि त्यो आन्टीले नि कस्तो मजाले हेल्प गरिदिनु भयो के। अनि त्यस पछाडि चाहिँ हाम्रो गाडी चाल्न सफल भयो। हामी अटोबाट झरेर यसरी हिँड्नु परेको छ। त्यही पनि अब ल के भन्छन् प्रतीक्षाको फल मिठो हुन्छ भनेर सुनेको थियो, त्यस्तै गरी चाहिँ हामी जाँदैछौँ है। हिलोमा ग्याच हुँदै हामी चाहिँ यस्तो बाटोमा पनि जाँदैछौँ है साथीहरू। खोलाहरू तरेर हिलोमा फसेर चप्पल खोलेर कति धेरै बिजोक रहर लागेपछि चाहिँ कतिसम्म चाहिँ गर्न सकेको के। बाफ रे बा फाइनली गाइज हामी चाहिँ यो माथि टावरमा आइपुग्नलाई सफल भयो। फोटोसोटो खिच्यो, कति धेरै पानी परेको थियो। यहाँ खोला हेर्न सक्नुहुन्छ तपाईँहरूले, यति धेरै ठुलो खोला बगिरहेको छ होइन। अनि हामी चाहिँ माथि टावरमा आइपुग्यो। हाम्रो साथीहरू चाहिँ उता फोटोसुट गर्दैछ, अरू साथीहरू। अनि हामी चाहिँ यहाँनिर भिडियोहरू बनाउँदैछ। कति राम्रो देखेको, हामी त हुन त मान्छे नै राम्रै हो नि त के फेरि। फाइनली हामी चाहिँ यहाँबाट फोटोसुट गरेर झरिसकेको छ है। जङ्गलको बाटो थियो, ट्रेकिङ आएको भन्दा नि एकदमै जङ्गलको भित्र थियो है त्यो चाहिँ। अनि हाम्रो साथी यतातिर पछाडि एकदम गाह्रो यात्रा थियो हाम्रो चाहिँ। अटो सट्टो सबै फसेर पानी परेको थियो सुरुमा त, पानी परेर अटो फसेर अटोलाई ठेलेर त्यस पछाडि हिलोमा हिँडेर यति माथि सुरुवाल सारेको छ है साथीहरू। भिडियोहरू त्यति राम्रोसित बनाउनु पाएन। अब हामी चाहिँ जाँदैछु। मैले त्यो माइक यस्तोबाट बोल्ने हुन्छ नि, ठुलो साउन्ड आउने तपाईँको कानको जाली पाल पर्ने खालको, मैले त्यस्तो खालको माइक ल्याएको थिएँ। हेर्नु साथीहरू, भिडियो बनाउने सुरुमा चाहिँ त्यो युज गर्न मैले पाएन।
साथीहरू अनि मलाई कि तपाईँहरूलाई म बाटोहरू पनि देखाउने छु ल साथीहरू एकदमै खत्तम बाटो एकदमै खत्तम त्यही पनि सबरको फल मिठो हुन्छ र हाम्रो यस्तै राम्रो राम्रो टिकटक हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टिकटकमा हेर्नुहोला टिकटकको नाम चाहिँ छ मिसुका अफिसियल त्यसमा चाहिँ हाम्रो एकदम प्रिटी भिडियोहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यसलाई फलो गर्नु होला के भन्छ नि यो भ्युटारमा त केही रहेनछ तर 3 घन्टा चाहिँ यत्तिकै टाइम कसरी बितायो त अनि त्यतिकै फोटो खिचेर तपाईँ पनि यहाँ केही शब्द बोलिदिनु त के शब्द बोल्नु अब नानीहरू घुमाउनु ल्याएको केही छैन भन्छ कति घन्टा कुर्नु पर्यो त्यो भन्नु न 3 घन्टा 3 घन्टा होइन ननी सब तपाईँले त्यतिखेर कसरी बिताउनु भयो म त गेम लुडो खेलेर बिताएँ ल देख्नु भयो साथीहरू हाम्रो चाहिँ यस्तो राम्रो राम्रो मान्छेहरू पाउँछ है बाटोमा ल्याइदिनु भयो अङ्कलले बिचरा 3 घन्टा कुर्नु भयो थोडी पानीमा भिजी उस्तै मान्छेले यस्तो गर्छ पानी छ हेर्ने साथीहरू यति बिजोग छ तपाईँहरू देख्न सक्नुहुन्छ माइक युज नगरेको हुनाले तपाईँहरूको कानसम्म पुग्दैन भनेर चाहिँ ठुलो सोले चिच्याउनु गएँ यसको मतलब यो नसोच्नु कि मलाई रिस उठेको छ मलाई रिस उठेको छैन गाइस एकदम पनि कुनै हालतमा रिस उठेको छैन होइन ल अङ्कलसँग पनि तपाईँहरूसँग कुराकानी गराइदियो मैले होइन अब बाँकी है गाइस एकदम रमाइलो भयो हाम्रो अङ्कललाई हेर्नु नि विमान बजार एकजना साथी चाहिँ छुटिसकेको छ अब हामी फेरि अटोमा जान्छ घुमफिर गरेर हामी चाहिँ बर्दिवास पनि आइपुग्यौँ मम्मीसँग पनि भेटेँ आउँदा आउँदै यहाँनिर चाहिँ के रहेछ बेलुमहरू फुलाएको भनेर यस्तो सिरेको त मी एन्ड मम्सको आज ग्रान्ड ओपनिङ रहेछ अनि नचिन्ने त कुरै भएन बर्दिवास मात्रै पनि भनेर यस्तो हेरेको कस्तो राम्रो राम्रो सामानहरू त्यही पनि रिजनेबल प्राइसमा ओ नो यो त हुनै सक्दैन भनेर चाहिँ यस्तो हेरेको मेरो साथीले त म छिर्नुभन्दा अगाडि त एक डाली सामानहरू थुपारिसकेको रहेछ के रहेछ त भनेर मैले पनि टक्क लाएर यस्तो हेरेको कस्तो राम्रो राम्रो सामानहरू चुज गरिसकेको रहेछ र मैले पनि चुज गरेर सामान किनेर फर्किएँ कस्तो राम्रो रहेछ